मलाई सोलरमा पानी तातिएन लो न भनेर आउनुभयो हैन। मैले यसो हेरेँ, हेर्दाखेरि मैले यो ट्युबमा चाहिँ यो भेटेँ है। अरू सबै ठिकै छ, हेर्नुहोस् है, सबै ठिकै छ यो कलरको। र यो सोलर ट्युबमा मैले यो भेटेँ। यो भेटिसकेपछि मैले यसमा फल्छ भनेर खोजेँ है, के रहेछ है त हेरौँ है त। ल मैले यो ट्युब हेर्दाखेरि यो टुप्पा भाँचिएको रहेछ है। यो टुप्पा छैन, यसको छ त छैन है। यो टुप्पा भाँचिसकेपछि यसको तातो हुँदैन, यस्तो हुन्छ है। यो टुप्पा अनिवार्य रूपमा रहेको हुनुपर्छ है। यो टुप्पा अनिवार्य रूपमा रहेको हुनुपर्छ है। यो टुप्पा छ जुन देखिन्छ, यो टुप्पा चाहिँ अनिवार्य रहेको हुनुपर्छ है, बल्ल पानीमा तातो आउँछ है। त्यसरी यो सोलरलाई यसले कमजोर गराउँछ। त्यही भएर विशेष गरेर सबै कुराहरूमा ध्यान दिनुपर्छ। यो सोलरहरूमा कुनैमा पनि यो सेतो धब्बा हुँदैन है। जब यस्तो धब्बा आउन थाल्छ, यो धब्बाहरू आउन थाल्छ, यो ट्युब चाहिँ बिग्रिन सुरु गरेको हुन्छ है, अनि पानी तातो आउन छोड्छ। र एकचोटि सफा गर्नु पनि पर्छ, चेन्ज गर्नु पनि पर्छ है। सर्भिस गर्नु जरुरी देखिन्छ यस्तो भएको खण्डमा है।